हेलो साथीहरु, ल आउनुस् आज आँपको अचार बनाउन सिकाउँछु त के भन्नु। मैले कसरी बनाउँछु त भन्ने कुरा चाहिँ हजुरहरुलाई ल्याएर आएको छु हैन। आँप एकदमै कम तेलमा पनि यस्तो मिठो बनाउन सकिन्छ हैन। धेरैको दिमागमा चाहिँ एकदमै तेलमै डुबाउनु पर्छ आँपको अचार कति मन त पर्छ भन्ने हुन्छ हैन। त्यस्तो चाहिँ हुँदैन। ल हेर्नुस्, यस्तो अचार बनाउन चाहिँ के गर्नुपर्छ। पहिला चाहिँ आफ्नो मनपर्ने साइजमा काट्ने हैन। काटिसकेपछि एक दिनभरिलाई नुन र बेसार राखेर ढाकेर राखिदिने। अर्को दिन चाहिँ त्यो पानी फालेर त्यसलाई सुकाउने। दिनभरि सुकाइसकेपछि यतिको टाइट भइसकेपछि चाहिँ हामीले आफ्नो मरमसलाहरू तोरी, खुर्सानी, जिरा, धनिया हजुरहरूलाई जे मनपर्छ एकदमै मोटो मोटो गरेर पिस्ने। एकदमै मसिनो हैन, अलि मोटो मोटो गरेर पिस्ने। पिसिसकेपछि अब त्यो हजुरलाई जे मनपर्छ। मलाई चाहिँ आँपको अचारमा सोफ एकदमै राम्रो लाग्छ। अनि यो मुङडिलोले चाहिँ बिग्रिन पनि दिँदैन अनि आँपलाई पनि एकदमै टाइट गराएर राख्छ कि। यसको विशेषता चाहिँ मलाई त्यही मनपर्छ। अनि अब यो मरमसलाहरू यति त राख्यो हैन। अब सबभन्दा यो आँपको अचारमा मेथीलाई चाहिँ झानेर एकदमै कालो गराएर झ्वाइँ पारेको चाहिँ लास्टै राम्रो फ्लेभर आउँछ के। त्यसै गरी मरमसलाहरू त हजुरहरूले जस्तो चाहनुहुन्छ, आफूहरूलाई जस्तो खालको मसलाहरू मनपर्छ आफै रेडी गरेर पनि राख्न सक्नुहुन्छ। अनि त्यति जाँगर छैन भनेपछि चाहिँ बजारमा अचार मसला भनेर पनि पाउँछ के, त्यो ल्याउनु होला अनि राखिदिनु होला। अनि नुन चाहिँ हामीले पहिला पनि राखेको हुन्छौँ नि त त्यो पानी नितार्नको लागि। त्यही भएर अलिकति ठिक्क मात्रामा आफूले अड्कल गरेर राख्नु होला। नुन बेसार राख्नु होला। राखिसकेपछि यो अचार चाहिँ मैले किन सिकाएको भनेपछि धेरैजनाले चाहिँ तेल बढी लाग्छ भन्नुहुन्छ नि। तेल धेरै लाग्छ त भन्नुहुन्छ हैन, तर तेल त्यति धेरै पनि लाग्दैन कि। हामीले जति सोच्छौँ नि डुबाएर राख्नुपर्छ अचारलाई अनि बिग्रिन्न भन्ने कुरा यो सबै वाहियात हो। हामीले चाहिँ यसरी मोलेर राख्ने हैन। यस्तो सुक्खा छ नि त, यस्तै सुक्खा अचारलाई पनि हामीले अब यो बनाइसकेपछि धेरै मान्छेले चाहिँ के गर्नुहुन्छ भनेपछि अब डब्बा खोज्ने अनि डब्बामा चाहिँ कोचकाच पारेर राख्ने। अनि भोलि फेरि तेल उम्ल्यो रे, त्यो झोल उम्ल्यो अनि घाममा राख्ने के भन्नुहुन्छ। त्यो सबै वाहियात कुरा हो। 2 दिन जति यस्तै गराएर हामीले चाहिँ ढाकेर राख्यौँ। मोलेको अचारलाई ढाकेर राख्यौँ डब्बामा नै, त्यत्तिकै ढाकेर राख्यौँ भनेपछि एक दिनमा चाहिँ यतिको फ्लेभरहरू बसेको हुन्छ, आएको हुन्छ हैन। अनि आज चाहिँ नराख्ने, यसमा अझै त्यो फ्लेभर त्यो रस बनेर चाहिँ आएको छैन हैन। अनि 2 दिनको दिन चाहिँ हेर्नुस् यस्तो राम्रो फ्लेभर सहित यस्तो देख्दै खाउ गरेर रेडी हुन्छ यो। अब यतिको भइसकेपछि अचारमा फेरि पनि तेल थप्नुपर्छ जस्तो लाग्छ र हजुरहरूलाई? मलाई चाहिँ लाग्दैन। यो चाहिँ हामीले बिहान बनाएको, बिहान डब्बामा राखेको, साँझबाट हामीले खान सुरु गऱ्यौँ। एकदमै मिठो पनि हुन्छ यो। जति वर्ष राखे पनि बिग्रिँदैन अनि तेल पनि चाहिएन धेरै। ल यही तरिकाले बनाउनु होला, एकदमै मिठो। मैले त यस्तो मिठो अचार रेडी बनाइसकेँ। 7-8 वटा डब्बामा राखिसकेँ, वर्षभरिलाई खान पुग्ने। अब हजुरहरूको पालो है। ल बनाउनुस् र कस्तो भयो भनेर पनि कमेन्ट गर्नु होला है। ल थ्याङ्क यू।